वर्ष थियौँ गएर कुरेर बसेर कतिखेर लान्छ दिदीले भनेर अनि म गर्छ त फर्केर गर्दै रुन्चिन है वर्ष लैने भनेर त होला नि बिचरा यसले लान्छु भने थियो यसैले लान्छु भनेर त हजुर लैन दिदी अब आमा भन अनि दादा भनोस् ए रिक्सालाई यति यकिन छ कि घरमा लाने भनेको मैले मात्र कसैले लान्छ दिनमा एकचोटि लान्छु कि मैले यसलाई बिहान होस् कि बेलुका होस् सानो आज जाने टाइम सानो हिँड मम्मी घुमाउनु लान्छु हिँड जाम पत्ते हुन्न मैले जाम हिँड ल हिँड जाम घुम्न जाने ल हिँड म जानै पर्दैन म यहाँ उभिए हुन्छ ऊ आफै हो क्या ढोका झन् पुग्ने हामी जाने त कहाँ हो त नि वर्षलाई मैले लान्छु भनेर नलाँदा हुन्न होइन फेरि त्यसलाई थाहा कि मम्मीले लग्दिनँ भन्यो भने यसलाई थाहा लक त मैले कुद्छ यति फास्ट कुद्छ कि खुसी हुन्छ कि हुँदैन गरौँ